हामी चाहिँ आमा छोरा अभागी रहेछौँ। किन अभागी भनेको आउनुस् पुरा भिडियो हेरेर हजुरहरूले थाहा पाउनुहुनेछ। वेलकम छ साथीहरू हजुरहरूलाई मेरो न्यू मिनी ब्लगमा। मैले चाहिँ जुन डाक्टरलाई बाबुलाई देखाउँछु भनेर त्यहाँ त्यति टाढा दाङ पुगेको त उहाँ डाक्टर साहब चाहिँ बिदामा बस्नु भएको रहेछ। मैले खोजेको डाक्टर साहब नभए पनि मैले चाहिँ अर्को डाक्टर साहबलाई देखाएँ बाबुलाई। डाक्टर साहबसँग व्हाट्सएपमा कुरा गरेर आउनु पर्ने रहेछ। म चाहिँ बाबु बिरामी भएर 81 हतार हतार गरेर के म आइहालेँ। यति टाढा आएर आफूले खोजेको डाक्टर नपाएपछि कस्तो पछुतो लाग्ने रहेछ। फेसबुक साथीहरूले मलाई मेसेज गरेर सोधिराख्नु भएको थियो बाबुलाई के भएको भनेर। मेरो बाबुको चाहिँ 81 थाइराइड बढेर मैले चाहिँ हतार हतार गरेर दाङ तुलसी हस्पिटलमा लगेको। किन लगेको भनेपछि मैले चाहिँ पहिला मेरो बाबुलाई त्यही औषधि गरेर रोग त्यही पत्ता लागेको हो, त्यही भएर मैले चाहिँ बाबुलाई त्यही लगेँ। मेरो बाबुको चाहिँ रिपोर्ट आयो। पहिला चाहिँ मेरो बाबु 25 mg को खान्थ्यो भने चाहिँ अहिले थाइराइड बढेर 50 mg को चालु गरिदिनु भयो डाक्टर साहबले। मैले चाहिँ बाबुलाई यति केयर गर्दा गर्दै मेरो बाबुको चाहिँ थाइराइड बढेको देखेर मलाई चाहिँ यस्तो तनाव भयो कि म चाहिँ त्यहाँ रोक्दै नरोकेर म चाहिँ घरतिर फर्किहालेँ। मेरो श्रीमानले चाहिँ 3 बजिसक्यो नजाऊ भन्दै हुनुहुन्थ्यो। मलाई चाहिँ बाबुको रिपोर्ट नराम्रो आएर मलाई चाहिँ त्यहाँ बस्ने मनै लागेन। यति सानो बच्चालाई 50 mg को दबाई कसरी खुवाउने होला साथीहरू। मलाई चाहिँ यस्तो गाह्रो भएको छ के भन्नै छैन। यति सानो बच्चालाई पनि कस्तो कस्तो रोग लगाउँछन् के भगवानले। मलाई भएर मेरो बाबुलाई सन्चो हुन्छ भने हे भगवान मतिर सारिदिनुहोस् के बरु।